पहिला सुरु त 20 लाख भन्दा मुनिको ऋण मिना गर्ने बित्तिकै त्यो खाडी मुलुक गएका युवाहरू सबै फर्किन्छन्। त्यही पैसाको पीडाले गएका हुन् खाडी मुलुक र 20,000 को जागिर पायो भने कोही पनि जाँदैन। त्यसले गर्दाखेरि उनीहरूलाई हामीले बोलाएर के गर्नुपर्छ भने हरेक एउटा नागरिकलाई 5-5 लाख रुपैयाँ पैसा एउटा परिवारलाई कृषि लोन दिनुपर्छ। ल तिमीहरूको भविष्य यसमा छ, तिमीहरूलाई बिना ब्याज यो पैसा तिमीहरूले 5 वर्षमा तिर्नुपर्छ भनेर उनीहरूलाई हामीले त्यो खाडी मुलुकबाट फर्काएर त्यो व्यवस्थापन गर्नुपर्छ। त्यो गर्नको लागि नि यो नेताहरू यो व्यवस्था हिन्जेलसम्म कोही पनि आउँदैन। त्यसले गर्दाखेरि हामी जस्तो मान्छे ठाउँमा पुगोस् न, त्यही दिन रातिदेखि नि साउदी कतारमा यसरी नै बाख्रा चराको ठाउँमा, भेडा चराका ठाउँका, उँट चराउने युवाहरू छन् नि, त्यहाँको मालिकहरूलाई बोलाएर अब दुर्गा प्रसाई जस्ता भिजन भएका मान्छे आएका छन्, अब हामी हाम्रै देश बनाउन जान्छौँ भनेर चाहिँ फर्केर आउने वातावरण चाहिँ हामी बनाउँछौँ। दाइलाई म एउटा कुरा जस्तै यो गोठालो फार्म देखेर अहिले कोरियाबाट, साउदीबाट होस् अथवा अस्ट्रेलिया, युरोपबाट मलाई व्हाट्सएपमा कलहरू आउँछन्। अनि ती युवाहरू के भन्छन् भन्दा त्यो जत्थाहरू चाहिँ तपाईँले नेपालमा राम्रो गर्नुभएको छ, कतिजनालाई रोजगारी दिनुभएको छ, हाम्रो पनि नेपालमै गरौँ भन्ने सोच थियो, तर हामी बाध्यताले यहाँ आयौँ। भोलिका दिनमा हामी नेपालै फर्किने हो, तर सिस्टम ठिक छैन भन्नुहुन्छ। र म भन्छु अहिले चाहिँ उतै बस्नु, केही सिक्नु, पछि त यहीँ फर्किनुपर्छ, आफ्नै गाउँमा फर्किनुपर्छ भनेर चाहिँ मैले मेसेजहरू दिइरहेको छु उहाँहरूलाई। होइन, त्यो त यस्तो छ नि त, तपाईँको विचारहरू आउनुहुन्छ गर्नुहुन्छ होइन, तर सबैभन्दा ठुलो कुरो उहाँहरूले के छ भने जब विदेश गइसकेपछि मान्छेलाई आफ्नो देशको याद हुन्छ क्या। अनि त्यो उहाँहरूले त्यो आफ्नो देशको याद भएको छ नि, त्यो चाहिँ ऊ गरेको क्या। त्यो कस्तो हो भन्दाखेरि चाहिँ हजुरबाउले घिउ खायो भनेदेखि नातिले हात सुँग्दा हात त गनाउँदैन नि त, त्यो उही सम्झना मात्रै हो। हाम्रो देशमा म गर्थेँ नि भनेर भन्ने मात्रै हो। तर उनीहरू आएर यहाँ जब गरिसकेपछि तपाईँ जस्तै प्रताडित हुन्छन्। आज त तपाईँ त प्रताडित हुनुभएको छ नि त, छ कि छैन? न राज्यको सपोर्ट छ, न नागरिकको सपोर्ट छ। नागरिकले सपोर्ट गर्नु, नागरिकसँग पैसा छैन। अब एउटा चाहिँ नि यहाँ आएर चाहिँ नि भनौँ न एउटा कुखुराको कुरो केही खानु पर्यो भने पनि केही नहुँदा पनि 2,000 त बोकेर आउनु पर्यो होइन। त्यो 2,000 को स्रोत चाहिँ खोइ त, पहिला स्रोत बनाउने आधार चाहियो क्या। हामी त धेरै पछि भइसकेका छौँ क्या भाइ। त्यसले गर्दाखेरि सबैजनाले चाहिँ उताबाट आएर पनि त कतिजनाले बङ्गुर फर्म खोले, कतिजनाले बाख्रा फर्म खोले, कतिजनाले गाई बस्तु भैँसी फर्म खोले, गाई फर्म खोले होइन। अनि लास्टमा के भयो थाहा छ? यहाँ दुध बिक्दैन, गाई फर्म खोलेर इलामको दुध बिक्दैन, इलामको चिया बिक्दैन, इलामको फर्सीको मुन्टो बिक्दैन, फर्सीको गट्टो बिक्दैन, खाने जति मुख जति सबै बाहिर। त्यसले गर्दाखेरि तपाईँले चाहिँ हेर्दै जानुहोस् न, काठमाडौँ खाली हुँदै छैन, जहीँ तहीँ टुलेट छ त होइन। केही कुरो मैले 2 वर्ष अगाडि भन्दा के भन्थे थाहा छ? दुर्गा प्रसाई बौलाएछ भन्थे यहाँका विज्ञहरू, बौलाएछ भन्थे नि। आज सत्य कुरा साबित भयो कि भएन भन्नुहोस् त? तपाईँले बौलायो भन्नेहरूलाई के भन्न चाहनुहुन्छ आज? होइन, उनीहरू त विज्ञ हुन् नि त, उनीहरू विज्ञ हुन्। उनीहरूले भनेको कुरा पुगेन, मैले भनेको कुरा त आज जम्मै फलो गर्दैछन् नि। मलाई अस्ति खुसी लाग्यो, एउटा भीमराव दाइले पनि भन्नुभयो 1 करोड युवा बाहिर गइसके भन्नुभयो क्या। पहिला उहाँ पनि बोल्नु हुँदैन थियो नि। कमसेकम मैले बोलिदिएको कुरा उहाँहरूको कानमा गुन्जियो, अहिले पुगेको छ क्या ठाउँ ठाउँमा। आवाज त दुर्गा प्रसाईले उठाएको हो नि। तपाईँ पनि